आम्मा, बाटो त पुरै हिलो रहेछ यार। गाडीले ओभरटेक हान्नु है। यहाँ गाउँमा सब छ हुन्छन् अब भ्लगर भनेर। के भन्छ भ्लगलाई? सब्सक्राइब गर्नु भन। भोलि भान्जाले होला न राम्रोसँग ल। ओहो भान्जाको नाच त ल। भोलि तिमीलाई एकछिन अझै कम्मर ओहो भान्जा लजायो। वेलकम ब्याक टु माई च्यानल गाइज चाहिँ फेरि पनि हामी भेट भइसकेको छौँ है। अहिले म छु मेरो आमासँग। आमा हजुर भन न। हजुर भन न। आमा चाहिँ एकदमै मौन व्रत हो है आज चाहिँ। ल आमा त्यही हो, म चाहिँ घुम्न जानु लाग्यो क्या अरे बेसी सहरतिर। अब राम्रोसँग बस्नु, राम्रोसँग खानु, रुन आमा रोइदिउँ। ल म अब 3-4 दिनपछि आउँछु है। बेसी सहर चिप्लो न सिप्लो आमाको रिस हेर्नु गाइज हेर्नु। ल आमा म गएको है। ममा गाइज त्यही हो, भर्खर नुहाइधुवाइ गरेँ, खानपिन गरेँ है। ठ्याक्क लाएर म चाहिँ बेसी सर जाँदै हो दिदीको घर। अब बाइकमा पेट्रोल सेट्रोल हाल्नु हो, यताउता गएर म पुग्छु ल गाइज। मसँग जाँदैछ भतिज है, भतिज र म जान्छौँ अब ठ्याक्क लाएर चाहिँ तपाईँको पेट्रोल हालेर सिधै बेसी सर टुर है। पानी पर्ला जस्तो भयो मौसम चाहिँ। आमा यहाँ आउनुहुन्छ ल गाइज। अब बाटोको यात्रा देखाउँछ है त। अहिले चाहिँ हामी हिरो गएर के भन्नुभएको दिदी? बाबु राबस जाऊ है भनेको, राबस आऊ है भनेको। ए ल हामी चाहिँ दिदी घरमा। यहाँ भाउजूभित्र हिरो यहाँ तयार अवस्थामा है। ल दिदी बाई गरिदिनु। भाइ बाँधेर भाइ राबस आऊ है। हुन्छ दिदी ल। हिरोको टेन्सन नलिनु ल, पानी पर्न लाग्यो है। ल ल गाइस अब पेट्रोल हाल्न जान्छ हामी चाहिँ। ल गाइस अहिले चाहिँ हामी मुक्लिन, अघि नै चाहिँ हामी मुक्लिनमा थियौँ है, मुक्लिनतिर। अनि मैले किन बाटोको भिडियो बनाएन भन्दाखेरि मलाई थाहा नि त तपाईँहरूले चाहिँ भिडियो चाहिँ स्किप गर्नुहुन्छ मेरो बाटोको होइन। सो अहिले हामी छौँ यहाँ हेर्न सक्नुहुन्छ है, यस्तो दामी ठाउँ। अहिले हामी बेसी सहरमा छौँ है, बेसी सहरको खाजा खाने ठाउँमा हौ। अनि देख्न सक्नुहुन्छ यहाँ सिनहरू यस्तो बबाल है, सिनहरू हेर्नु। खोला हेर्नु है, खोला यस्तो दामी बगिरह। त्यही हो गाइस। अब हामी चाहिँ खुदी जाँदैछौँ है, खुदी गएर चाहिँ ट्याक्क लाएर दिदी घर जान्छौँ। अब हामी यहाँ खाजा चिया के खाने ट्याक्क खान्छौँ है गाइस। त्यही हो, बाटोको धेरै मैले खिचेको छैन है, किनकि मलाई थाहा नि त तपाईँहरूले भिडियो स्किप गर्दै हेर्नुहुन्छ कि मलाई थाहा छैन भन्नुहुन्छ होला। तर मलाई सब थाहा गाइस। त्यही हो हेर्नु यस्तो दामी। अनि हाम्रो भतिज चाहिँ भित्र बसिरह है, खाजा वेटिङमा एकदम भोक लाग्यो यताउता पेटमा चाहिँ चुवाहरू दौडे अरे कि। त्यही भएर गाइस अब खाजाहरू खान्छौँ है। म खाजाहरू खाएको पनि देखाउँछु। यहाँ एकदम ऊ चाहिँ खतरा बगिरह है, यहाँ खोला हेर्न सक्छु म देखाउँछु, रोक्नु है। ल हेर्नु गाइस यस्तो दामी होइन त यहाँ हेर्नु त ल। आहा लास्ट दामी। ल हेर्नु यहाँनिर पुल हो। अनि तपाईँको बाटो कहाँनिर खराब छ भन्दाखेरि चाहिँ तपाईँको रिदी खोला ब्रिज भन्ने होइन, त्यहाँबाट अर्को के पो ब्रिज भन्नेनिर चाहिँ एकदम बाटो खराब छ, नत्र दामी हो त्यस ठाउँ हेर्नु। हामी यहाँ खाजा खान्ला हौ। ल हेर्नु त बब्बाल। ल गाइस सुरुमा चाहिँ हाम्रो चिया आइसक्यो। यहाँ चिया देख्न सक्नुहुन्छ, कस्तो आकाशी थाहा हुन्छ। अब त्योभन्दा अगाडि यसो पानी खाइदिउँ है। नङ पनि होइन यार फोनमा नि। बाइकको चाबी लेख्नु पऱ्यो गाइस। आज हामी जाँदैछौँ खुदी है। एकदम चिसो पानी छ। चियाको टेस्टहरू गाइस कस्तो है। चिया चाहिँ ठक्क चिनी ठिक छ, अलिकति दुध पातलो फिल भयो है मलाई चाहिँ। त्यही गाइस अब खाजासँग खाजाको भिडियो देखाउँछु ल। ल साथीहरू खाजा आइसक्यो हाम्रो बफ खाजा सेट। तर बफ जस्तो देखेन, चिकन जस्तो देख्यो यार। हामी चाहिँ बेसी सारमै हो, यहाँ हिरोले उद्घाटन गर्न लगाइसक्यो। त्यही हो खाजा सेट हेर्न सक्नुहुन्छ। ल गाइस चम्चा कहाँ, ए यहाँ चम्चा रहेछ। टिस्युले पुसमेस्छु चम्चा है।
हाइजेनिक मेन्डेटरी हो कि हो? पापड कस्तो खरा? पापड चाहिँ गाइस पापड जस्तै छ है यहाँको चाहिँ। हाफ बोइल्ड एग होला यो सायद। ए हाफ के अरे फ्राई। ठ्याक्क चटनीहरू छ, काँक्रो अचार, पुरानो डाँडा रहेछ, फ्रेन्च फ्राइज, ससेज छैन यो। टेस्ट चाहिँ ठिकै छ टेस्ट। बाटो हेर्न सक्नुहुन्छ सुरुमै खत्रै उकालो र हेर्नु बाटो त सब क्याचक कुचुक छ यार। त्यही गाइस हामी चाहिँ त्यहाँ खाजाहरू खाइयो त्यसपछि चाहिँ सिधै दिदीको यहाँ घर आउँदैछौँ है। अब अलिअलि भान्जा भान्जीले केही किने बाटो हेर्ने यहाँ पानीले हल्काउनु भरेछ सब गिटी यस्तै हो। बाटो हेर्नु गाइस दामी छ यस्तो। आम्मा बाटो त पुरै हिलो रहेछ यार। ल हेर्नु गाइस बाटो कस्तो दामी छ होइन। दिदीलाई चाहिँ मैले एकदम सरप्राइज दिन्छु त्यहाँ अगाडि गएर। गाडीले कपटै घान्नुलाई यहाँ गाउँमा सब छक हुन्छन् अब ब्लगर भनेर। ओ माय गॉड लो अरू भन्दैन मलाई एकदमै गाइस होइन। दिदीको रियाक्सन हेर्दा मलाई भान्जा भान्जीको रियाक्सन कस्तो आउँछ होला त रियाक्सन। लेट्स सी एक्साइटेड हुन्छ नि के होइन। अब मतलबै नगर्ने हुन्छ त्यहाँ थाहा हुन्छ। यता गिटीहरू हालेर रहेछ अहिले। बाफ्रे बा गिटी सिटी हालेर पुरै पानीहरू हिलो बगेर होला सायद पानीहरू यताउता जामबाट। ल यस्तै भयो गाइस फेरि बाइक चलाउन मजा पनि। बाटो हेर्ने गाइस अब आउन लागिसक्यो गाइस आउन लाग्यो। बाटो यति सानो बाटो त्यहाँ माथि खतरा टर्निङ। अब आइसक्यो बात पनि बाटो त आम्मा। अरू भन्दा गाइस मलाई चाहिँ लाज लाग्छ मान्छेहरू सबले हेर्छन्। यहाँ सब बच्चाहरू अब यहाँ भान्जा भान्जीको त्यो इज्जत बन्ने भयो साथीहरूको अगाडि।
अब भान्जा भान्जा उताबाट हेरेर हेर पक्कै अगाडि भान्जाले अब बोलाउँछिन् ल हिरो हेर को भान्जा भान्जियो क्या हो ए भान्जा पहाडी रहेछ त कहाँनिर आऊ हो खै मामालाई नमस्ते गरेको यहाँ ऊ भान्जे कस्तो लाग्यो अन्त यहाँ हो भान्जे ल हेर्नु गाइज दिदीको घर नमस्ते भान्जी सन्चै हौ कति ठुलो भइसक्यो नि भान्जी पनि बाइक कहाँ राख्ने हो भान्जी यहीँ आउँछ बाइक खै तिम्रो ममले खाता सादा उडाउने भनेको झन् नमस्ते बुवा आरामै हुनुहुन्छ ओ माई गड आरामै हुनुहुन्छ हुन्छ ओ माई गड भान्जीले त दामी बनाइन्छ मम्मी कहाँ हुनुहुन्छ हजुर खै ओहो भान्जाले के झिक्न लाइन ओ माई गड भान्जाको स्मार्ट वाच दामी छ त कति धेरै स्मार्ट वाच नमस्ते नमस्ते दिदी ल ढोक गरे ए के छ आरामै हुनुहुन्छ राम्रोसँगै लगाएछ हामी चाहिँ दिदीको घर आइसक्यौँ यहाँ हेर्न सक्नुहुन्छ है ठाउँ कस्तो छ ल हेर्नु गाउँ कहाँ बेसी सर जान्छ भन्छ अहिले ल हाम्रो भान्जा क्यामेराम्यान लास्ट तुल भयो गाइस भान्जा त होला स्पाइडरम्यान मेरो क्यामेराम्यान भान्जा यो होइन भान्जी चस्मा लिएका भान्जी भान्जाले भ्लग बना ल भान्जा हिँड ल मलाई म अगाडि हुन्छु भान्जा रोका यता यता मलाई देखाऊ ल हाम्रो भान्जा ब्लग ल यहाँ भान्जाले भान्जा क्यामेराम्यानले के एबेबाट कहाँ भान्जा देखाऊ छ फले हा यता ल ल हाम्रो ल भान्जा र म चाहिँ यहाँ तलतिर जाँदै हौ टु ल हाम्रो भान्जा बिस्तारै हिँड लड्छौ आज हाम्रो भान्जा क्यामेराम्यान गाइज ल भान्जा ल नलड है भान्जा हजुर ए ल अहिले बाबालाई भेट्छु है म खतरा कमेडी गरिरहेको भान्जीले खतरा कमेडी हाने है भान्जा के खाने अब भान्जा भान्जीले पसलमा के पाइन्छ के खाने चिसो घर ल बिस्कुट पनि ल चौचौ ल के खाने हो भान्जा कसले बारिदिएको कपाल एकचोटि भान्जा देऊ त लगाएछ यहाँ हेर्न सक्नुहुन्छ भान्जी क्यामेराम्यान हाम्रो कति सानो क्यामेराम्यान पुड्के क्यामेराम्यान के हो भान्जा रोगा भान्जा यहाँ देखाउँछु ल रोगा यहाँ म देखाउँछु एकचोटि भान्जाको गाउँ
यो कुन ठाउँ रे भान्जी हो यता भएको तरापु ल हेर्नु गाइस उता माथि घले गाउँ है यता चाहिँ कता यता के हो रे पिसिल ल गाइस यता पिसिल यहाँ म दिन्छु भान्जा यहाँ हाम्रो क्यामेराम्यान रोइसक्यो मेरो भान्जा लास्टै रिसाउँछ भनेको खतरा रिसाइसक्यो रोग यहाँ देखाउँछु त्यहाँ नि ल गाइस ल खै मैलाको सम्मु ए ल मैलाको सम्मु ल अब भान्जाले खिच्छ है हाम्रो भान्जा म खिच्छु भन नि त ल गाइस यहाँ चौर हेर्न सक्नुहुन्छ हाम्रो भान्जा भान्जी सबैजनाले यहाँ खेल्ने गर्छन् है हाम्रो भान्जा भान्जीको चौर खै क्यामेराम्यान नै ढिलो रहेछ यहाँ होला यहाँ सर पाउँछ है राम्रोसँग हिँड्नु पर्छ भान्जाले भनेको गर्लफ्रेन्डलाई दिने चप्पल रे भान्जाले देखा रहेछ ठाउँ भन न भान्जा के ठाउँको नाम भन तिमीले नमस्ते बिनाजु भान्जा हाम्रो यहाँ क्यामेराम्यान भइसक्यो भ्लगर अयो खै तपाईँले फोन हान्थ्यो मैले भान्जा यहाँ को यहाँ भन न भान्जा को हो यता बाबा न ए भन्यो ए ल ल भान्जा के भन्छौ मामालाई अर्को बाबा चाहिँ घरै नजानु ओ माय गॉड भान्जाले माया गरेर बिपिन मामाहरु जानु रेस्ट गरिराख्नु ह तपाईसँग के भन्छौ ब्लगलाई सब्स्क्राइब गर्नु भन भोलि भान्जाले के किन्ने ओ माय गॉड अनि भान्जीलाई मेरो मलाई केही नकिन्ने अहिले भोलि किन्ने स्लाइम के किन्ने रे स्लाइम डिब्बामा स्लाइम डिब्बा 40 30 मा हो 30 खाली रोग ल भोलि के किन्ने रे ओ माय गॉड भोलि किन्ने कहाँ गएर किन्ने कहाँ गएर यहाँ देखाउला कहाँ गएर किन्ने ओ माय गॉड भान्जा त तरो भान्जा हिडिरहेको छम काइ न काइ ढुल्नको लागि ल अब भान्जाले सुट हान्ने है ल गाइस हेर्न सक्नुहुन्छ हामीले यहाँ खुल्ला ग्राउन्डमा खुदीमा ल तरापु भान्जी यहाँ भान्जा एक्साइटेड खुदी चाहिँ साम्बा चोक हो यो नि साम्बा चोक जस्तै हो ल गाइस हेर्न सक्नुहुन्छ एकदम रमाइलो है ठाउँ चाहिँ अनि आज आउँदाखेरि एकदम रमाइलो भयो तपाईको सब्स्क्राइबरहरु नि छ अनि खुदीतिर त्यही गाइस आज चाहिँ एकदमै रमाइलो भयो है तपाईको मुक्लिनतिर नि बाटो ठिक थियो तरापुदेखि यो कुन रे भान्जे तरापुदेखि ए तरापु हैन यो खुदीदेखि तरापु उहाँ बाटो बनाहा नि एउटा 26 तिर हो त्यहाँ चाहिँ बाटो एकदम खराब थियो गाइस नत्र अदरवाइज एकदमै गुड छ यो बाटो हेरिहाल्नु भयो है अरु ल ओ भान्जा आम्मा ल गाइस यति नै अब खानाहरु खाएको भ्लग आउँछ है टक्क ल चाहिँ भान्जा रो है हेर्नु भान्जा रो यहाँ के भन्ने म भनिदिन्छु ल यहाँ गाइस भान्जा रो है भान्जालाई भाइरल गरिदिन्छु म ल के को चाबी चाहियो के को चाबी चाहियो के को चाबी घरको चाबी के को चाबी गाइस हेर्ने भान्जा एकदमै रोइरह ल भान्जाले भिडियो खिचेर गरिन्छ है भान्जाहरु के को चाबी भान्जा ए यहाँ सुत्ने ल चापी वाउ भान्जीले हेर न तिम्रो दिदीले कति राम्रो हैन के को चाबी ए नुनु गर्न भान्जा नुनु के हो सास फेर्न गाह्रो भयो भान्जा साथी ओ माय गॉड दिदीलाई हान्ने तिमीले
ऊ गाइज हेर्नु मलाई लात्ताले होइन है भान्जाले भन अस्ति नै के सुगमको बाबाले के मलाई के भन्दा जिओडी गड गुल रे ए गड 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 रे मलाई त हो भान्जा भगवान ल यहाँ आऊ। गाइज गाइज भान्जा र मलाई एउटा एउटा चापी चाहियो है म चाहिँ अहिले भान्जाको घरमा भान्जा घर हो कि भान्जीको मेरो भाइले चाहिँ सबैले राम्रो नाच्छ रे कम्मर धरी राम्रो हल्लाउँछ रे हो भान्जा ल कम्मर हल्ला म चापी दिन्छु ल कम्मर हल्ला साँच्ची ल म दिन्छु ल साँच्ची चापी दिन्छु कम्मर हल्ला है त तर मान्छे राम्रै छ सुरुमा चापी दिन्छु कम्मर हल्ला है त साँच्ची यहाँ भान्जी म चापी कहाँ भन्छु लिएर है कम्मर हल्ला है त हुन्छ कि हुन्न हाँस्यो। हल्ला नै फेरि दिन्न है त ल तिमी यहीँ बस भान्जा यहीँ बस है चापी चाहियो नि तिमीलाई ल गाइज भान्जालाई चाहिँ चापी दिइसकेपछि चाहिँ मेरो भान्जाले के हल्लाउँछ अरे कम्मर हल्लाउँछ है हल्लाउनु पर्छ है त हजुर यहाँ हामी भान्जा र म चाहिँ भ्लगमा हौँ है भान्जा भान्जाले चापी पछि कम्मर हल्लाउने रे हेरौँ है त गाइज कतिको कम्मर हल्लाउँछ है भान्जाले म त एकदमै एक्साइटेड छु तिमी एक्साइटेड छौ भान्जा लिएर आउन लाखौँ त अनि गाइज हेर्नु त मलाई पिठ्या भान्जाले गाइज भान्जाले ओ माई गड गाइज भान्जाले मलाई के अरे हा ल म लिएर आइन्छु म भान्जा ल कम्मर होला म चाबी ल्याइन्छु ल हजुर सोधेको त छैन ल यहाँ कम्मर हल्लाऊ पहिला कम्मर हल्लाऊ ओहो रोगा रोगा राम्रोसँग हल्लाऊ ल हल्लाऊ ओहो ओहो हल्लाउ न राम्रोसँग भान्जा दाममै हल्लाउ न भान्जा चाबी पाएर खुसी छौ कि छैनौ यारी हल्लाउने हैन के यारी हल्लाउने हो ल यारी ल भान्जा कम्मर हल्लाउ न राम्रोसँग ल म त खरि ओहो भान्जाको नाच त ल नाच्दै भोलि तिमीलाई एकछिन अझै कम्मर ओहो भान्जा लजायो लगाइ छैन अब हामी चाहिँ खाना खाएको भ्लग आउँछ हल्का म थोरै क्लिप खिच्छु ल भान्जी के भन्छौ सबैले लाइक सब्स्क्राइब र सेयर गर्नु होला यही भन्न चाहन्छु म लगाइ सुन्नुभयो होला होइन लगाइ अब चाहिँ खाना टाइम भइसक्यो है ठ्याक्कै यहाँ तरकारी दिन सक्नुहुन्छ यहाँ खाना अनि यहाँनिर चिसो स्प्राइट मैले नि मोबाइल लिएर आइछु सुरुमा चाहिँ स्प्राइट खान्छु है गाइज स्प्राइट कस्तो हो म टेस्ट भन्छु कि त अन स्प्राइट स्प्राइट जस्तै है गाइज खाना है यहाँ तरकारी चाहिँ आलु अन्डा चना अनि भात अनि झोल हो यहाँ आज किन मासु नखाएको रे किनकि जुठो परेर गाइज यहाँ बस्छ तिमी भान्जी मोबाइल किन्नु भान्जीले खाना खाने हो खानी अब भान्जीले नि हालिदेऊ न मलाई थोरै खानी म उति खानु के को औषधि खाने भान्जीले एलर्जी भयो यहाँ न कस्तो है अहिले भोलि जचाउनु जाने जचा बेसरमा नि जचायो खुदीमा नि जचायो हेल्प पोस्टमा खुदीमा हेल्पमा हैन भान्जीको खुत्रीबाट पैसा हराउनु चाहिँ हराउन नि हैन हुन्न ए अनि म कोसँग माग्छु त मम्मीसँग किन बाबा तिमीले मम्मीले लानुभयो जस्तो लाएर माग्छौ हैन कहिले बाबाले बस भान्जीलाई माम खाऊ यहाँ भान्जी र म भान्जाको अब मनी खाने म भान्जाको बारेमा भनेको गाइज भान्जा चाहिँ एकदमै माथि रह है ऊ हेर्न सक्नुहुन्छ भान्जा पुरै ऊ भइरह रातिको बेला बाइकमा जाने रे यस्तो बाटो हिलो छ होइन ढुङ्गा सुङ्गा यताउता बाइकमा जाने रे भान्जा चाहिँ सबैले कमेन्टमा गाली गरिदिनु है भान्जालाई कमेन्ट पढेर बस्छ भान्जाले सबै भिडियोमा कहिले वाउ पढाइनु कहिले नाइस दरियन सब्स्क्राइब गर्ने चाहिँ नभुल्नु लगाइछ अब खाना टेस्ट हानौँ खाना हेर्नु सक्नुहुन्छ है हामी त फ्यानमा नबसी त सक्दिनँ म त फ्यान चाहिन्छ हामी त फ्यानमा होइन बेडमा बस्छौँ मनी बेडमा बस्छु हामी त मेरो त गर्मीहरू पनि लाग्छ म बेडमा बस्छु बेडमा बस्छु तर पङ्खा हावा खान्छु कि भान्जिन मामा आउन
हुँ करेन्ट हिरोले एउटा च्यालेन्ज राख्यो कि 2 महिनासम्म ननुहाउने चल्दाको च्यालेन्ज हान्नुपर्छ ल जसरी मामाले हान्नु थियो नि अरूको च्यालेन्ज साथीहरू ल रियान ओ माई गॉड गाइस खाना चाहिँ एकदम दामी है हैन दामी दामी ल यी अब मैले खाना चाहिँ एकदम दामी है गाइस हामी दिदीखेरि सेफ म भन्दा पनि दामी बनाउने तपाईँ मासु दामी हो सबै त हिरोले अन्डा हानेर आलु खाएछ हिरो होइन फेरि पढ्न 0 दिदीले अन्डा खाएनन् ल भाइ एउटा अन्डा के रे अन्डा के अन्डा हाल्दै हुन्छ त्यही लगाइस खाना चाहिँ एकदम दामी बनाउनु भयो यहाँ सिस्टरले पर आज यहाँ ओ माई गॉड अनुहार हेर्नु गाइस यहाँ भान्जा चाहिँ पुरै बाइकमा घुम्ने यहाँ ऊ भइरह छटपटिरह भान्जा यस्तै गरे पनि भोलि म स्पाइडरम्यानको कपडा किनिदिनु है ल म तिमीतिर नि देखाउँछु है भान्जी ल मामा र भान्जी भएर खाना भान्जाले भोलि स्पाइडरम्यानको कपडा पाउन्न ल म हिँडेर गइहाल्छु नि गएर बाबु त आउ जान्छ अनि यस्तो मिठो खाना बनाउनु कहाँबाट सिक्नुभयो तपाईँले चाहिँ मम्मीबाट युट्युबबाट हो होइन मम्मीबाट हो रे हो तर मैले भन्दा अलिकति नमिठै भयो ढाक्नुहुन्छ भर्खर दामी दामी लगायत अब खाना सक्सी भ्लग हुन्छ गिफ्ट पनि हुन्छ के यहाँतिर हो भाइ सबै तेल खोल्दे लगायत अब खाना भ्याइसकेपछि भ्लग आउँछ हाम्रो चाहिँ लास्ट इन्डिङ भ्लग आउँछ ल यस्तो गर भान्जी ल मैले चाहिँ भर्खर खानाहरू खाएँ एकदम मिठो स्वादिष्ट खाना खाइयो भान्जी नि ठ्याक्क हजुर ल वा भ्लग हेरिदेखो भान्जाले मेरो हेर त्यही गाइस म तपाईँलाई यहाँ सर देखाउँछु त्यो रातिको बेलामा आज खासै खिच्न पाइएन है लगभग हामी चाहिँ 5:30-6 बजीतिर यहाँ आइपुगेको थियौँ बिहान 1:30-2 बजीतिर हिँडेर अनि बाटोको चाहिँ मैले धेरै खासै खिचिनँ कि किनभने बाटोमा त्यस्तो देखाउनु पर्ने केही नै हुन्न नि त त्यही बाटो त हो यताउति केही नै हुन्न अब भान्जाले चाहिँ स्पिकरमा लाएर हेरि मेरो भ्लग पुरै हेरिरह ल जाऊ आन्टीको घरतिर उता आन्टीको घरतिर जाऊ ल भान्जा चाहिँ भ्लग सुन्दै गएँ यहाँ हिँडिरह अब तपाईँहरू मैले सर देखाउँछु त्यहाँ घले गाउँहरू पनि देखिन्छ एउटा तपाईँको यतापट्टि उता साइडतिर चाहिँ घले गाउँ है अब यहाँ सर यतातिर हेर्न सक्नुहुन्छ सबै है यहाँनिर ठ्याक्क अब भोलि बिहान चाहिँ गाइज बाँकी ठाउँहरूमा घुम्छु बाइकमा सर र मेरो बाइक यहाँनिर पार्किङ छ भान्जा गएर तपाईँको यतातिर घले गाउँहरू पर्छ कि यतातिर भोलि बिहान देखाउँछु म अनि त्यहाँ गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ केराको खेतीहरू यताउता काँक्रोहरू यताउता रोप्ने हुन्छ है ल गाइज आजको लागि भ्लग चाहिँ यति नै अब भोलि चाहिँ नयाँ ठाउँ गएर म नयाँ ठाउँ नयाँ गाउँ होइन ठ्याक्क लाएर भिडियो खिच्छु त्यही गाइज ल आजको लागि यति नै हस्त धन्यवाद गुड नाइट